दर्शक उठाबोला नमस्ते। आज हामी दोलखा जिल्ला भिमसेन नगरपालिका वार्ड नम्बर 8 मा छु है। तपाईँहरू एउटा कुरो चाहिँ के भन्न चाहनु भन्दाखेरि तपाईँहरूले मुडेको आलु भन्दै गर्दाखेरि तपाईँहरूले व्यापारले हजुरहरूले झुक्याउनु भएको छ। मुडेको आलु स्पेसल आलु भन्दाखेरि एकचोटि क्याउनु भयो हेर्नुहोस् ल हेर्नुहोस् त ल हेर्नुहोस् त आलु हेर्नुहोस् ल। यहाँबाट चाहिँ वर्षमा कति आलु कति पैसामा कति काठमाडौँ वितरण हुन्छ भनेदेखि म उहाँ हाम्रै बाजे हुन्छ बाजेसँग म थोरै सोध्न चाहन्छु है त। बाजे नमस्ते। बाजे नमस्ते। हजुरले वर्षमा आलु हजुरले कति पैसामा कति लाखसम्म आलु दिनुहुन्छ बाजे हजुरले? खै अब यसो मात्रै होइन, सधैँभरि 8-10 लाखको चाहिँ मैले मात्रै बेच्छ। अरू साथीहरूको गर्दाखेरि त यहाँ त के करोडकै हुन्छ नि। अब के भन्नु र। अब त्यो त आलु हाम्रो मुडेको आलु बेसी फल्छ बाजे? मुडेको आलु एकदम राम्रो आलु फल्छ यहाँ त। अब कुमारी आलु, अर्को चैताङ्गे आलु, 10 थरीको आलु आउँछ यहाँ त। हुने मात्रै लाउँछ, नहुने आलु त लाउँदैन। अनि बाजे काठमाडौँ जाँदा नि तपाईँको मुडेको आलु भन्दै तपाईँको काठमाडौँ नजिक आलु आउँछ। धेरै व्यापारीलाई ढाड्दै अब मुडेको आलु भन्दै बेच्नुहुन्छ। हाम्रो मुडेको आलु त अर्ग्यानिक स्पेसल आलु हो बाजे। हाम्रो मुडेको आलु चाहिँ कसरी चिन्नुहुन्छ बाजे? मुडेको आलु भनेको चाहिँ अब पकाउँदाखेरि नै उसिन्दाखेरि भित्र के अरे पिठो पसेको हुन्छ। अरू आलु पिठो पस्या हुँदैन, अलिक केचलक्क परेको हुन्छ नि त। हस् बाजे, हजुरलाई जानकारी लागि हजुरलाई धेरै धेरै धन्यवाद बाजे हजुरलाई। हाम्रो अर्ग्यानिक आलु बारेमा चाहिँ मैले तपाईँलाई सानो क्लिप देखाउन चाहेँ है। आलु चाहिँ यसरी फल्छ है हाम्रो मुडीमा चाहिँ। ल हेर्नुहोस् आलु बारी हेर्नुहोस्। तपाईँलाई झुकिनु होला तपाईँलाई नपत्याउनु होला। तपाईँलाई म आएर बारी क्लियर देखाएपछि हेर्नुहोस् ल।